ल गाइस सुकुम्बासी बस्ती पारिछन् सुकुम्बासी बस्तीको सखाप भएको छ यहाँ चाहिँ ल यहाँनिर हाम्रो पुलिस दाईहरू पुरा हिँड्नु भएको छ कठिन भएको छ खतरा टाइपले आइज न ल यहाँ हेर्नु गाइजी पुरै भत्का छ आज बिहानैदेखि डोजर चलेर यस्तो भएको छ यहाँको माहौल चाहिँ थापाथलीको माहौल यस्तो छ यहाँ पुरै यता मान्छेहरूको भिड छ यो पुरै भत्काएको छ ल अनि पुरै पुलिस दाईहरू पुरा कटिनु भएको छ यहाँ चाहिँ यहाँ पुरै ध्वस्तै पारे ल अनि यतातिर छन् सबैजनाहरू मान्छेहरू यताको मान्छेहरू सरेर यस्तो भएको छ यहाँ चाहिँ ल ल यहाँको माहौल चाहिँ यस्तो छ विचार सुकुम्बासीहरू यता हुनुहुन्छ है तर एक हिसाबले चाहिँ ठिकै हो होइन यो अर्काको जग्गा मिचेर सरकारी जग्गामा बस्नु भन्नु जस्तो लाग्छ मलाई चाहिँ तपाईँहरूलाई के लाग्छ पुरै यहाँको ल माहौल यस्तो छ आइज न ल ढोस्तै बनाएछ ढोस्तै ल यहाँको माहौल चाहिँ एकदमै तनावग्रस्त भएको छ ल सबैजनाहरू यता यता आफ्नो सामानहरूलाई साइड लगाएर भित्र बस्नु भएको छ ल यता पुरा सामानहरू यसरी पुरै भत्का छ यो पारी यो सबै यहाँनिर सुकुम्बासी थियो यो त्यसपछि थापाथली मासतिरको थापाथली पुलभन्दा माथितिर यो युएन पार्क पछाडि युएन पार्क अपोजिटमा यस्तो तनावग्रस्त छ गाइस ल हेर्नुहोस् सबैजनाको अब हामी यहाँ जान्छौँ तलसम्म जाऊँ यहाँ जाऊँ हामी पुरै यस्तो भएको छ पुरै मान्छेहरूलाई एउटा नि खाली छैन यहाँको जति पनि टडाहरू थियो पुरै भत्किसकेको छ एउटै खाली छैन अलि पारि जाऊँ न ल हेर्नुहोस् यहाँ यस्तो भएको छ एउटै खाली छैन सबै मान्छेहरूको सामान यहाँ घरहरू थियो बालेन सरकारले यस्तो पारेको छ ल हेर्नुहोस् गाइज होइन यस्तो भएको छ सबैजनाहरू यहाँनिरको अब जो बस्नु भएको थियो उहाँलाई त एकदमै दुःखको घडी नि भनौँ सुकुम्बासीभित्र जो बस्नु भएको थियो अब एक हिसाबले त ठिकै नै हो यसरी अब सरकारी जग्गामा बस्न नि नपाउने ल अनि यस्तो बनाएछ तर मान्छेहरूको चाहिँ एकदमै बिजोग एकदमै नाजुक अवस्था बनाइरहेछ बिहानदेखि डोजर चलेर यो चाहिँ पुरै तनावग्रस्त मान्छेहरू यसरी बस्नु भएको छ यहाँको चाहिँ आफ्नो सामानहरू निकालेर ध्वस्तै भित्रै छिरे ध्वस्तै पारेको पार्न चाहिँ हामी अझै तलसम्म जान्छौँ तलसम्म जाऊँ यस्तो भएको छ अब ल हेर्नुहोस् यो पुरै यहाँभित्र टरा बनाएर सुकुम्बासी बस्ती यस्तो थियो पुरै भत्किसकेको अवस्था तलसम्म नै यस्तो छ अब एक हिसाबले हेर्ने भने त ठिकै नै हो तर यहाँ मान्छेहरूको बिजोग पनि भएको छ यो बिजोग देख्दाखेरि चाहिँ ल हेर्नुहोस् गाई बस्तुसम्म र पाल्नु भएको रहेछ यहाँ चाहिँ मान्छेको सामानहरू यस्तो भएको छ के लाग्छ गाइस तपाईँहरूलाई यो बालेन सरकारले ठिक गरेका हुन् कि बेठिक गरेका हुन् त ल कमेन्ट गर्नु होला ल यहाँसम्म लास्ट यहीँसम्म होला यहाँसम्म पुरै यो ठ्याक्क खोलाभरि तर यो बाढीले एक हिसाबले त
बर्खा टाइममा त्यो त बाढीले ध्वस्तै पार्दै यो हटाउनु पनि राम्रो कुरा हो त्यही हिसाबले होइन। तर अब यहाँको बासिन्दाहरूलाई चाहिँ बिचरा हेरौँ न बिचल्ली भएको छ। अब यो हुन त सरकारले अब कता कता साँच्चीकै सुकुम्बासी रहेछन् भने त सरकारले गर्ने नै भन्ने कुरो आएको छ होइन। जे होस् दुःख चाहिँ नपाउन् यहाँको बासिन्दा, यतिकै साँच्चीकै सुकुम्बासी हुन् भने उनीहरूले राहत मिलोस् भन्ने लागिरहेछ होइन। अनि यो जति पनि छ नि यहाँनिर सुकुम्बासी भनेर ठुला ठुला घरहरू बनाएर बस्ने तिनीहरूको सम्पत्ति यसो छानबिन भएर को सुकुम्बासी हो र को सुकुम्बासी होइन भन्ने कुरो चाहिँ छुट्याएर राम्रोसँग सरकारले उ गरोस् ल। पुरै यहाँनिरको चाहिँ गाइस यस्तो तनावग्रस्त वस्तुहरू पाल्नु भएको रहेछ, पुरै बस्केको छ यसरी। यतातिर सबै भत्किसकेको छ, आज बिहानदेखि नै चलेको डोजर लगभग अहिले 1 साढे 1 भयो, यति बेलासम्म सबै भत्किसकेको छ। त्यो छैन अब यहाँको बस्तीहरूको मान्छेहरूको चाहिँ एकदमै बिजोग अवस्था छ बिचरा, खान पाल्नु भएको छैन होला कतिले, अब कति यस्तो गर्मीमा कहाँ बस्नु भएको छ के हो ल। यतातिर मान्छेहरू कति नै हुनुहुन्छ ल, अवस्था चाहिँ यस्तै छ यहाँको। ल गाइस यति नै हो होइन, पुरै भत्किसकेर यस्तै छ यहाँको चाहिँ। ल के भन्नुहुन्छ तपाईँहरू गाइस कमेन्ट गर्नु होला। बालेन सरकारले ठिक गर्यो या बेठिक? ल है त यति नै हो, यताको अवस्था चाहिँ यस्तै छ अब। ल गाइस सो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद गाइस।